हेलो एभ्रिवान, आज पनि हजुरहरूलाई मेरो नयाँ ब्लगमा स्वागत छ है त। अनि आज चाहिँ म के को बारेमा भन्न गइरहेको छु भने से नो टु भिजिट भिजा। दुबईको भिजिट भिजामा कोही जाँदै हुनुहुन्छ भने अग्रिम हजुरहरूलाई के भन्छ अनुरोध, मेरो तर्फबाट अग्रिम अनुरोध छ कि हजुरहरू भिजिट भिजामा चाहिँ जाँदै नजानु होला है। किनभने भिजिट भिजामा गएर त्यहाँ गएर यति स्ट्रगल गर्नुपर्छ, त्यो कुरा मैले फेस गरेको छु है। म आजभन्दा 4-5 महिना अगाडि भिजिट भिजामा गएर 12 दिनको फाइन भरेर आउने मान्छे मै हो। त्यसैले त्यहाँ गएर कति स्ट्रगल हुन्छ, कति प्रब्लम हुन्छ, त्यो सबै कुरा मैले भोगिसकेको छु नि त। त्यसैले म चाहिँ हजुरहरूलाई यही अनुरोध गर्छु कि भिजिट भिजामा चाहिँ नजानु होला। भिजिट भिजा भनेको एउटा यस्तो भिजा रहेछ है, जुन चाहिँ मैले बिहानको 8 बजे लगाएको 8 बजे कल गरेको थिएँ मेरो भिजा लगाइदिनु भनेर। मैले डकुमेन्टहरू सेन्ड गरिदिएको थिएँ, जुन चाहिँ मेरो भिजा भिजा एप्लाई भयो भनेर त्यो आउँछ नि नोटिफिकेसन, त्यो चाहिँ दिउँसोको 2 बजे आएको थियो क्या। 8, 9, 10, 11, 12, 1, 2, 6 घन्टामा मेरो भिजिट भिजा एग्री भइसकेको थियो। अनि धेरैजना आफन्तहरू पनि मसँग रिसाउनु भएको थियो, तिमीले जाने बेलामा मलाई खबर गरेनौ, मलाई भनेनौ, मसँग रिसाएको थियो यो त्यो भनेर मसँग रिसाउनु भएको थियो है। तर म आफै सक्ड भएको थिएँ क्या, किनभने म कहिले पनि यस्तो भिजिट भिजाहरूमा परेको थिइनँ नि त। अनि भिजिट भिजा चाहिँ एकदमै छिटो हुँदो रहेछ है। अनि जति छिटो हुन्छ त्यति नै दुःख पनि पाइँदो रहेछ। दुःख चाहिँ कस्तो कारणले भन्नुहुन्छ भने म गएँ होइन, अब त्यही 5-6 घन्टामा मेरो भिजा आयो। भिजा आउने बित्तिकै म भोलिपल्ट पर्सिपल्ट तुरुन्तै गइनँ। जे होस् 1 हप्ताको मैले म्याच राखेँ। अनि 1 हप्ताको म्याच राखे पछाडि चाहिँ टिकट काटेर म गएँ। वहाँ गइसके पछाडि वहाँ मेरो फ्यामिली हुनुहुन्थ्यो। अनि फ्यामिली हुँदाखेरि पनि कतिपय कुरामा सपोर्ट हुन्छ, मैले हुँदैन भन्न खोजेँ होइन। आफ्नो परिवार हुँदाखेरि धेरै कुरामा सपोर्ट हुन्छ, तर यस्तो हुन्छ नि त, अब मेरो परिवारको पनि त काम हुन्छ होइन। 12 घन्टा ड्युटी गरेर आउनुपर्ने हुन्छ। उहाँहरूले मेरो लागि काम खोजिदिएर अलरेडी अगाडि काम खोजिदिएर यहाँ छ है काम भनेर त राख्दिनँ, सक्नुहुन्न, कसैले पनि सकिँदैन नि त। मै पनि त कसैलाई आउनुहोस् म काम खोजिदिन्छु हजुर गर्नुहोस् भनेर त ठ्याक्क लिएर आएर त दिन सकिँदैन नि त। नेपालमा त सकिँदैन भनेपछि विदेशमा सकिन्छ होला त, त्यो त कदापि सकिँदैन नि त होइन। अनि हो त्यस्तै गरेर मेरो जाने दिनै म फ्यामिलीहरूसँग गएँ होइन। अनि गएको भोलिपल्टतिर एउटा काम आएको थियो, 1200 स्यालेरी भन्नुभएको थियो होइन। अनि म हल्का बिरामी पनि थिएँ जाने बित्तिकै। अनि मैले यसो सम्झेँ कि भिजिट भिजामा चाहिँ काम त पाइन्छ नपाइने होइन, तर स्यालेरी अलिक धेरै हुन्छ भन्ने सुनेको थिएँ नि त मैले। अनि मैले रिजेक्ट गरिदिएँ क्या। अनि काम चाहिँ केमा थियो त्यति बेला, सेल्समा कि समथिङ केमा थियो, सेल्समा कि वेट्रेसमा केमा थियो है, मैले त्यत्रो याद पनि गरिनँ। अब नगर्ने भनेपछि त्यो पाटोतिरै म गइनँ नि त। अनि त्यस पछाडि 2 दिन भयो, 3 दिन भयो, 4 दिन भयो, 5 दिन भयो, 6 दिन भयो, गर्दै 20 दिनसम्म बस्दै त मान्छे त दिमाग ह्याङ हुँदैन त। 2 महिनाको भिजा छ, 2 महिनाको भिजामा पनि 20 दिन गइसक्यो। अनि थुक्क मैले त्यो अगाडिको काम चाहिँ मैले गर्नुपर्ने रहेछ, मैले किन नगरेको होला भन्ने मलाई गिल्टी फिल भयो क्या। अनि सबैजनाले भन्दाखेरि भिजिट भिजामा त राम्रो काम हुन्छ, स्यालेरी पनि त्यही अनुसारको हुन्छ, कम्पनीमा गए जस्तो हुँदैन भनेर सुनेको थिएँ नि त मैले। अनि त्यही भएर मैले चाहिँ रिजेक्ट गरेको थिएँ। अनि त्यो रिजेक्सनलाई चाहिँ मैले यस्तो गिल्टीको रूपमा लिएँ नि होइन। अनि त्यस पछाडि म जे काम भेटे पनि म गर्छु, तर गर्न चाहिँ गर्छु। अब विदेश आइसकेको छ, काम नगरी घर कसरी फर्क्यौँ, घर फर्किने कुरो पनि भएन। त्यही माथि सानो नानी छोडेर आएको छ होइन। कति सङ्घर्ष गरेर कति मनलाई थामेर आएको छु भन्ने कुरा त एउटा आमालाई जति त कसैलाई पनि थाहा हुँदैन नि त। मान्छेलाई लाग्ला यो रहरले गएको हो, यो पैसा कमाउन गएको हो भन्ने लाग्ला होइन। सबैको आफ्नो बाध्यता हुन्छ, छोराछोरीको भविष्यको लागि आफू बाहिरिनु पनि एउटा योगदान भनिन्छ है आमाको। त्यो बुझ्नेलाई ठिकै छ होइन, नबुझ्नेलाई म बुझाउन पनि चाहदिनँ। कतिजनाले नानी छोडेर गएको यो त्यो भन्नुभयो होला है, भन्नेलाई के भन्नु, मेरो मुख गल्दैन, गल्ने भनेको हजुरहरूको मुख हो, जे भन्न सक्नुहुन्छ है। सुन्ने मेरो कान छ। अब त्यो कुराहरू छोडिदिउँ होइन, के कस्तो थियो, के कारणले गएको थिएँ, किन गएको थिएँ भन्ने कुरा मलाई थाहा छ। मलाई पैसाको अभावले भन्दाखेरि पनि देश विदेश कस्तो हुन्छ मलाई अनुभव पनि भयो होइन। काम गर्न, मेहनत गर्न छोराछोरी छोडेरै जानुपर्ने हुन्छ। छोराछोरी बोकेर त म देश विदेश त घुम्न सक्दिनँ सानो छोरी छोडेर। र मेरो फ्यामिली यति सपोर्ट हुनुहुन्थ्यो कि म जान्छु भन्दा पनि ठिकै छ, र म जाँदिनँ भन्दा पनि
उहाँहरूलाई ठिकै छ है। जे कुरामा पनि मलाई साथ दिनुहुन्छ त्यो चाहिँ मलाई एकदमै प्राउड फिल हुन्छ है। त्यो कुरामा चाहिँ मेरो हस्बेन्डले होस्, मेरो सासू ससुराले होस्, मेरो आमाजुहरूले होस्, मेरो यो घरपट्टिको जो फ्यामिली हुनुहुन्छ उहाँहरूले एकदमै साथ दिनुहुन्छ। त्यसको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्छु है। अनि यो कुरा छोडिदिउँ है, अब म से नो टु भिजिट भिजातर्फ लागेँ। अनि त्यही हो, भिजिट भिजामा अनि 20 दिन भयो होइन। अनि 20 दिन भइसक्दाखेरि एउटा काम आयो। अनि त्यो काम चाहिँ केमा थियो भने वेट्रेसमा थियो। अनि वेट्रेसमा भनेर म गएको त्यो काममा गएँ। जस मेरो मामु दादाहरू बस्ने भन्दा दादा र मामु त टाढा टाढा हो। त्यहाँबाट 2-3 घन्टाको पर गएँ क्या। अनि त्यसमा वेट्रेसमा भनेर गएको, वेट्रेसमा रहेछ काम, क्यासियरमा रहेछ। अनि क्यासियरमा 2-4 दिन गरिसके पछाडि फेरि उनले सिफ्ट गराउने कुरा गर्यो क्या। यहाँनिर अहिले भिजा प्रोसेस चलिरहेको छैन हाम्रो कम्पनीमा, अर्को कम्पनीमा जानुपर्ने हुन्छ भनेर उसैले लगिदियो, साउले नै लिएर गयो है। अनि त्यहाँ पनि कति सङ्घर्ष गरेँ भन्ने कुरा मलाई नै मात्र थाहा छ है। अनि त्यहाँबाट म सिफ्ट भएर अर्को खोर्फाखान भन्ने ठाउँमा गएँ है। अनि खोर्फाखान भन्ने ठाउँमा गइसके पछाडि त्यहाँ चाहिँ राम्रै थियो। अनि त्यहाँको जो स्टाफ हुनुहुन्छ उहाँहरूले गर्ने बिहेभियर पनि एकदमै राम्रो होइन। अब म चाहिँ सरसफाइमा यतात्यतामा ध्यान धेरै दिने मान्छे हो है। घरमा होस् बाहिर होस् जहाँसुकै होस् मलाई धुलो मैलोदेखि चाहिँ एकदमै इरिटेसन हुन्छ होइन। अनि उहाँ गएर पनि मैले मेरो क्यासियरको काम हो, तर क्यासियरकै मात्र काम गर्दिनँ थिएँ क्या। दायाँ बायाँ यतात्यता पनि फोहोरहरू के छ कसो छ मलाई साउले भनिराख्नु पर्दैन थियो। यहाँ पनि फोहोर छ, यो टेबलमा नि यस्तो छ, त्यहाँ पनि त्यस्तो छ, मिलाएर राख्नु यो त्यो भनेर मलाई कहिले पनि भन्नु पर्दैन थियो। म आफै बुझेर गर्थेँ। अनि हो त्यो मैले आफै बुझेर गर्ने कुराले चाहिँ उनीहरूलाई अझै इम्प्रेस गरेको थियो है। अनि सबहरूले मलाई गर्ने बिहेभ एकदमै राम्रो थियो। अनि प्लस पोइन्ट चाहिँ के हो भने म जाने बित्तिकै मैले रुम भेटाइहालेँ है। रुम चाहिँ आफैले खोजेर बस्नुपर्ने थियो। अनि त्यहाँको एकजना स्टाफ दिदी हुनुहुन्थ्यो, हो त्यो दिदीले पनि मलाई रुम खोज्नु जाने दिनै मलाई हेल्प गर्नुभएको थियो है। अनि रुमको स्टाफहरू पनि इन्डियन हुनुहुन्थ्यो, तर एकदम हेल्पफुल है। अब बोल्न कम्युनिकेसन त अब हुन त सानैदेखि सिरियलहरू हेरिन्थ्यो नि त। अनि सिरियलहरू हेर्दाखेरि यहीँ मेरो सासू मामुले पनि गाली गर्नुहुन्थ्यो क्या, नेपाली हेर्नु अर्थ के हेर्नु, त्यो हिन्दीकै हेरेको भन्दै गाली गर्नुहुन्थ्यो क्या। तर त्यही हिन्दी सिरियलहरू हेरेको कुराले चाहिँ मलाई अझै बेनिफिट गर्यो होइन। किनभने अब दुबईमा भनेको कि चल्ने इङ्ग्लिस हो कि चल्ने हिन्दी हो, सबैजनालाई इङ्ग्लिस आउँछ भन्ने छैन। अनि अरबिक हो त्यहाँको मेन त। तर अब त्यहाँको मान्छे बङ्गलादेशी पाकिस्तानी कताको मान्छे त्यहीँनिर आएको हुन्छ नि त। अनि त्यो मेरो रुममेटहरूलाई चाहिँ इङ्ग्लिसहरू खासै आउँदैन थियो, उनीहरूको ल्याङ्ग्वेजहरू मलाई आउँदैन थियो। अनि कमन ल्याङ्ग्वेज म्युचुअल ल्याङ्ग्वेज भनेको त हिन्दी थियो नि त। अनि खाने बेलामा होस् सुत्ने बेलामा होस् अब कम्युनिकेसन त गर्नु पऱ्यो रुममेटहरूसँग होइन। अनि हो त्यहाँ पनि मलाई राम्रै भएको थियो होइन, सबै राम्रो भएको थियो। अनि गएको अब जाने दिनै त मेरो कहिले एप्लाई गरिदिनुहुन्छ भिजा कहिले आउँछ भनेर त मैले भन्न मिल्दैन नि त। अब बल्ल बल्ल काम पाएको छु, 20-22 दिनमा बल्ल बल्ल काम पाएको छु। अब 2-4 दिन चाहिँ म चुपै लागेर बस्नुपर्छ भनेर म चाहिँ चुप्पो लागेर बसिरहेको थिएँ क्या। अनि त्यस पछाडि के भयो भने 7-8 दिन भइसक्यो केही कुरै गर्दैनन् क्या, भिजाहरूको केही कुरै गर्दैन। अनि स्यालेरीहरू दिने यति दिने उति दिने भनेर कन्फर्म गरिसकेको थियो होइन, तर भिजाको चाहिँ कुरै गर्दैन। अनि मैले चाहिँ अब आफै उसलाई म्यानेजरलाई सोधेँ, सर मेरो भिजा कहिले, अब हिन्दीमा सोधेँ है मैले, हिन्दीमा इङ्ग्लिसमा बोल्थेँ, केमा सोधेँ जे होस् हिन्दीमै सोधे जस्तो लाग्छ। अनि मेरो यत्रो दिन भइसक्यो आएको भिजाको त केही कुरै गर्नुहुन्न त, के भएको छ भिजा कहिले एप्लाई गरिदिनुहुन्छ भनेर मैले सोधेँ नि त। हुन्छ 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 भनेर राख्यो क्या। अनि अब मलाई घरमा भिजा लगाइदियो त भन्नुहुन्छ, अर्को आउनुहुन्छ। भिजिट भिजामा गएको छ नि त टेन्सन हुन्छ नि त। अब 2 महिनाको म्याच छ, 20-22 दिन कटिसक्यो, काम गर्दा गर्दै 10-12 दिन पनि कटिसक्यो। भिजा लगाइदियो भन्नुहुन्छ, छैन कुरा गरेको लगाइदिन्छ अरे भन्छु होइन। अनि कुरा गर न लगाइदिनु भन्नुपर्छ भरे फेरि लगाइदिएन भने के गर्नु भन्नुहुन्छ। 17तिरबाट फोन आउँछ है, लगाइदियो भन्नुहुन्छ। अनि अब आफू एउटा वेले काम गर्नै पाउँदिनँ क्या। अब जबसम्म भिजा छैन तबसम्म त केही पनि छैन नि त होइन। भोलिको दिनमा त म निस्केर हिँड्नुपर्ने हुन्छ। अनि कम्पनीको लाइसेन्स रिन्युमा छ, यत्रो स्टाफको त भिजा लागेको छ भने तिमी एकजनाको चाहिँ छुट आउँछ त लगाइदिन्छु नि भनेर राख्यो। त्यतिकैमा मेरो 2 महिना गयो है। मैले 1.5 महिनाको स्यालेरी पनि थापेँ। अरू स्यालेरी थापेपछि मलाई के फिल भयो भने यत्रो काम गरेको स्यालेरी त दिइसकेको छ, त्यो नाथे भिजा त दिइहाल्छ होला नि भन्यो नि त होइन। अब मान्छेलाई नपरिकन केही पनि थाहा हुँदैन है। अनि मैले
त्यो भिजा त्यही हो। अनि भिजा 2 महिना ठ्याक्कै भयो होइन। अनि 2 महिना भइसके पछाडि दुबईमा ठ्याक्क के रुल्स आएछ भने सेप्टेम्बरभन्दा अगाडिको जसको फाइन छ त्यो फाइन चाहिँ रद्द भनेर अहिले आएको छ भनेर पुरा न्युज छ्यास्ती थियो क्या। अनि मैले घरमा पनि खुसी हुँदै अब फाइनै लागे पनि के अरे त्यो भिजा प्रोसेसमा छ अरे, फाइनै लागे पनि मैले तिर्न नपर्ने रहेछ भनेर मैले घरमा खबर गराएको थिएँ होइन। अनि त्यस पछाडि ठिकै छ नि त, अब फाइनै लागे पनि तिर्न नपर्ने भयो भनेर यहाँ घरमा पनि भन्नुभयो। अनि त्यसको फेरि 2-3 दिन पछाडि 2 महिना कटिसके पछाडि क्या 2-3 दिन पछाडि सबैको फाइन देखाउन थाल्यो अरे। एयरपोर्टमा जानेहरूलाई त फर्कायो अरे भनेर एजेन्सीको एकजना दिदी हुन्थ्यो, त्यो दिदीले मलाई कल गरेर भन्नुभयो। अनि त्यस्तो भनेपछि त अब मलाई भतभत बोल्न थाल्यो नि त। एक दिनमा 50 गरेर फाइन तिर्यो भने त म त अनि के ल्याउनु घर पनि होइन। अनि सर मेरो के हुन्छ अरे भनेको, गर्छ अरे फाइनै लाग्यो भने पनि कम्पनीले तिर्छ अरे भनेर म्यानेजरले मलाई अड्काई। अब फेरि उनीहरूको यस्तो बोली पोलाइट नि होइन। अब त्यो ठाउँ चाहिँ छोडेर जानै मन नलाग्ने क्या। कस्तो राम्रोसँग आफ्नै परिवार आफ्नै दाजु बहिनीहरूलाई गरे जस्तो बिहेभ गर्ने क्या। यो गर्नु न त्यो गर्नु न। अब मलाई चाहिँ लाग्थ्यो विदेशमा गए पछाडि त पुरा हुन्छ नि गालीसाली गर्छ होला, म्यानेजरहरूले भनेको मान्नुपर्छ होला, मानेन भने पुरा अब हुन्छ नि स्ट्रिक्ट हुन्छ होला जस्तो मलाई चाहिँ त्यो कन्सेप्ट थियो नि त। अनि पुरा नम्र तरिकाले बोलिरहेछ स्टाफहरूलाई, सबैलाई गर्ने बिहेभ राम्रो थियो नि त। अनि त्यो भन्दाखेरि अब मलाई पनि विश्वास लाग्यो नि त, अब फाइन उसैले तिर्छ होला भन्ने लाग्यो नि त। अनि फेरि त्यतिकैमा मेरो 2 महिना 4-5 दिन कटिसके पछाडि एजेन्सीबाट यति फोन आउन थाल्यो, म्याम तपाईँ त्यो भिजिट भिजालाई के अरे 2 वर्षको कि बनाउनु लाउनु, होइन भने तपाईँलाई फाइन आयो भने हाम्रो कम्पनी पनि ब्ल्याक लिस्टमा पर्छ, के गर्ने हो छिटो गर्नु लाउनु, तपाईँको म्यानेजरको तपाईँको त्यो एचआरको नम्बर मलाई दिनु भन्यो। मलाई के थाहा होइन, अब मैले पनि दिएँ। अनि एचआरको नम्बर दिइसकेपछि एचआरले मलाई फोन गरेर गाली गर्यो, त तिमीले किन मेरो नम्बर पब्लिक गरेको, यसो गर्न पाउँदैन तिमीले भनेर मलाई गाली गर्यो होइन। त्यस पछाडि अनि अब 7-8 दिन भइसक्यो, 9 दिन भइसक्यो, केही गर्दा पनि हुँदैन। अनि मेरो भिजा गरिदिनु नि त भन्छ, हामी प्रोसेस गरिरहेछौँ त, केही भयो भने फाइन हामी तिर्छु भनिरहेछ त भन्छ होइन। अनि त्यस पछाडि 10-11 दिन गर्दा 2 महिना 12 दिन भयो। अनि 12 दिन पछाडि चाहिँ म्यानेजर आएर मलाई के भन्यो भने, फाइनको पैसा हामी जिम्मेवार हुँदैनौँ, अनि जति स्यालेरी दिए अब 15 दिनको स्यालेरी छ त्यसले घर जानु भन्नु वा अरू नै कतै काम गर्नु भन्नु भन्यो होइन अन्तिममा आएर। अनि किन त्यस्तो भनेको अरे भन्दा कम्पनीले लाइसेन्स रिन्यू गर्न दिएको अरे। त्यो लाइसेन्स 2 महिना 3 महिना 4 महिना 5 महिना 6 महिना जहिले पनि रिन्यू हुनसक्छ अरे, रिन्यू नै नहुन पनि सक्छ अरे भन्यो। अब त्यो मेरो ब्याड लक भन्नु वा त्यो कम्पनीको गल्ती भन्नु के भन्नु त्यसलाई होइन। अब जे भाग्यमा छ त्यो त जे भाग्यमा लेखेको छ त्यो त पुरा हुनै पर्यो। अनि मैले यसो सोचेँ अब यो ठाउँबाट त म पहिले निस्किनु पर्थ्यो, यो मेरै गल्ती हो होइन। मलाई अड्काएर झुलाएर राखिरहेको रहेछ, त्यही पनि म लाटी भएर म त्यहीँ बसिरहेँ। अब स्टाफहरूको पोलाइटनेसले त मेरो जिन्दगी चल्दैन, त्यसबाट आएको पैसाले मात्र त हुँदैन, मेन भनेको त भिजा हो। त्यतातिर चाहिँ मैले ध्यान दिइनँ नि त, अनि मेरै मिस्टेक हो। अब 2 वर्षको भिजा थपेर बस्नलाई चाहिँ त्यहाँको 7,000 दिराम लाग्छ अरे क्या। अनि मेरो हस्बेन्ड चाहिँ पोर्चुगलमा हुन्छ नि त, अनि मैले यसो सम्झेँ कि मैले त्यहाँ 7,000 दिराम खर्च गरेर त्यहाँ बस्नुभन्दा 2-4 वर्ष वेट गरेर म अर्को देश जान सक्छु नि त, डिपेन्डेन्टमा जान सक्छु नि त, मेरो नानी नै लिएर पनि जान सक्छु, पछाडि मेरो फ्यामिली लिएर उतै सेटल हुन पनि सक्छु नि त। अनि किन मैले यता खर्च गर्नु भन्ने पनि एउटा मनमा लाग्यो। र अर्को मनमा मेरो छोरी सानै छ, अब मैले छोडेर नआउनु पर्ने थियो, मैले आएँ, म बरु जे हुन्छ जस्तो हुन्छ म घरै फर्किन्छु भन्ने मैले फिल गरेँ है। अनि त्यतिकैमा त्यही हो, कन्क्लुजन चाहिँ के हो भने भिजा भनेर चाहिँ मक्ख परेर नजानु होला। भिजा छिटो आउँछ, नआउने होइन, पैसा पनि आउँछ, कमाइन्छ पनि होइन, काम पनि जति पाइन्छ। दुबईमा काम नपाइने होइन, काम जति पाइन्छ। तर यस्तो हुन्छ, काम पाएर मात्र भएन, त्यो हामीले गरेको कामलाई उनीहरूले एनालाइसिस पनि त गर्नु पऱ्यो नि, यो मान्छेलाई हामी राख्ने या नराख्ने भनेर एनालाइसिस पनि गर्नु पऱ्यो। हामीले गरेको काम चित्त बुझ्नु पऱ्यो उनीहरूलाई होइन। अनि उनीहरूको कम्पनीको प्रब्लम छ छैन, उनीहरूको कम्पनी क्लियर छ छैन, केही कुरामा ब्ल्याक लिस्टमा परेछ के छ कसो छ त्यो त हामी जाने बित्तिकै त थाहा हुँदैन। कतिपय म्यानेजरहरू नराम्रो हुनसक्छ, कतिपय स्टाफहरू नराम्रो हुनसक्छ। 2 वर्ष त हामी अनिवार्य बस्नुपर्ने हुन्छ होइन। अब कम्पनीमै गएको भए त सबै रिस्क भनेको कम्पनीकै हुन्छ, 2 वर्ष जसोतसो काम गर्छु, भएन भने काम चेन्ज गर्छु भन्न पायो। तर 2 महिना भनेको त एकदमै थोरै समय हो क्या। 60 दिन भनेको त के हो र, केही होइन। 60 दिनमा त केही पनि हुँदैन साँच्चै भन्नुपर्दा। अब आज गयो अनि आजको दिनमा गयो, काम खोज्दा 20-25 दिन लाग्ला। मैले त अझ
छिटै भेटेको भन्नुपर्छ। कतिजनाले चाहिँ मैले त 2 महिनासम्म कामै नभेटिकन बसेँ, काम भेट्दाखेरि पनि यस्तो म्यानेजर यस्तो पऱ्यो, काम यस्तो दियो, त्यो त्यस्तो दियो, उभिएको गर्नु पनि खट्न सकिनँ, यो त्यो भन्थ्यो होइन। मैले काम एकदमै राम्रो पाएको, स्टाफ पनि राम्रो पाएको, रुममेट पनि राम्रो पाएको, काहीँ केही कम्प्लेन गर्ने ठाउँ थिएन। तर के गर्नु, भाग्यले नदिए पछाडि केही गर्दा पनि हुँदैन होइन। काम पनि क्यासियरमा पाएको एकदमै राम्रो। मान्छेले भन्छ नि क्यासियरमा उभिएको गर्नुपर्छ अरे, बस्नै पाइँदैन अरे, कति गाह्रो हुन्छ अरे भन्छ नि त। त्यही भएर भिडियो अड्क्यो, सरी है। अनि त्यही त मेरो आफ्नै मेरो आफ्नै कोखको एउटै आमाको छोरा उहाँ दुबईमा हुनुहुन्थ्यो, तर मैले उहाँलाई भेट्न पाइनँ किनभने काम ड्युटी 5-6 घन्टाको बाटो। अब कसरी जानु म एक्लै? एक त काहीँ ठाउँहरू केही देखेको पनि छैन, ठाउँहरू त लु नदेख्दा केही भएन, ट्याक्सीले मलाई यो ठाउँ लगिदिनु न भन्दा अब पढ्न जानेको छ, इङ्ग्लिस जानेको छ, त्यो त कुनै मलाई प्रब्लम भएन। ठाउँहरू घुम्न यता त्यता त मलाई प्रब्लम छैन, म जान सक्छु, जहीँ पनि जान सक्छु, एड्रेस लिएर लोकेसन हेरेर जुनै ठाउँ पनि पुग्न सक्छु होइन। त्यति त आँट छ मसँग, म कहीँ गएर पनि हराउँछु जस्तो चाहिँ मलाई फिल हुँदैन होइन, त्यति चाहिँ आँट छ। तर यस्तो हुन्छ क्या, समयले हरेक कुरा म यो गर्छु भन्दाखेरि त्यो कुरा ठ्याक्कै ल्याएर दिँदैन नि त, त्यसको लागि स्ट्रगल गर्नुपर्छ। त्यही हो, भिडियो धेरै लामो हुन्छ होला है। अनि म चाहिँ अन्तिममा पनि यही भन्न चाहन्छु कि भिजिट भिजामा जाँदै हुन्छ भने चाहिँ एकदमै धेरै सोच विचार गरेर मात्र जानु होला, नत्र भने मलाई जस्तो रिग्रेट हजुरहरूलाई पनि हुँदैन भन्न म सक्दिनँ। त्यही हो, आजको भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन चाहिँ कहिले पनि नभुल्नु होला है। अन्तिममा चाहिँ मलाई प्रतिक्रिया दिनुभयो भने चाहिँ हौसला बढ्छ ब्लगिङ गर्ने है। थ्याङ्क यू सो मच।